अहिले हामी विशेष गरी काठमाडौँमा एउटा दिदीबहिनीको माग पुराको लागि चाहिँ हामी यहाँ आएका छौँ। जब तक सरकारले सुन्दैन हाम्रो माग, तब तक हामी सरकारलाई चाहिँ घचाइरहनेछौँ। हजुरहरूको माग के हो? हाम्रो माग के भने चाहिँ हामीले खाएको ऋण चाहिँ तिर्नुपर्छ धेरै। तर के छ भन्दाखेरि जुन लघुवित्तहरूले दिएको जुन सेवा सुविधा थियो जनतालाई नाफामुखी भनेर उनले चाहिँ सेवा जुन उपलब्ध गराएका थिए, आज जनतालाई विशेष गरी के छ भने मुरामा चढाएर लघुवित्तहरू घोडामा चढिरहेछन्। आज त्यसकै विरुद्धमा लघुवित्तले चाहिँ जनतालाई धेरै ठगेको छ। जुन एउटा नेपाल राष्ट्र ब्याङ्कको नीतिका विपरीत काम गरेको कारणले गर्दा हामीले खाएको ऋण तिर्छौँ, तर हाम्रो हिसाब किताब क्लियर चाहिँ हुनु पर्यो। उसले फिर्ता दिनु पर्यो नि। 33% 42% लिएको छ, त्यो चाहिँ लुटेको पैसा चाहिँ फिर्ता चाहिँ गर्नु पर्यो। हजारौँको यहाँ भेला छ, हजारौँ जनसङ्ख्या छ। अनि कोही दिदीबहिनीहरू भोगै भोगी बसिरहेछन्, अनि कोही दिदीबहिनी फ्री छन्, इन्टरनेट हरेक कुरा छन्। तर अहिले के छ भने पहिला जति पनि गाउँघरमा दिदीबहिनीसँग दाजुभाइसँग पनि 2-4 हजार खन्तीमा हुन्थ्यो। जब लघुवित्ते अनि सुरु भयो, जब सरकारले के भन्छ यहाँ दर्तामा त्यो कार्यान्वयन गरेर चाहिँ गाउँमा प्रचार गर्ने लियो, त्यसपछि जनताका सारा सम्पत्तिभरि लुटेर चाहिँ लघुवित्ते ल्याइसक्यो। अब गाउँमा चाहिँ बस्ने खाने वातावरण कुनै पनि छैन। त्यस कारण सम्पूर्ण दिदीबहिनी चाहिँ हिँडी आएर अहिले पनि खाना पाएको अवस्था छैन। त्यही भएर सरकारले ध्यान आकर्षण गरेर चाहिँ अनि सुन्नै पर्छ। आज विभिन्न बाहिर देशहरूलाई विभिन्न लगानी खर्च गर्छन्, आज पीडितको न्याय त सरकारले सुनेको छैन। अब सरकार चाहिँ नङ्गिने बेला मात्रै भएको छ। माग पुरा भएन छ भने सरकार पनि नङ्गिन्छ, लघु सब नङ्गिन्छन्। जनताभन्दा ठुलो कोही छैन। जनताको माग जब तक चाहिँ नेपाल सरकारले पूर्ति माग पुरा गर्दैन, तब तक चाहिँ माग पुरा नगरेसम्म चाहिँ लघुवित्तलाई चाहिँ गाउँ गाउँबाट चाहिँ झुन्ड्याएर हुन्छ कि त्यसलाई खुट्टा भाँचेर हुन्छ, कालो अंश दलाएर हुन्छ कि ती अफिसमा तोडफोड गरेर हुन्छ, तमसलाई त्यसलाई च्याथर गरेर हुन्छ। त्यो चाहिँ हाम्रो माग पुरा नभएसम्म चाहिँ हामी त्यो चाहिँ गर्ने बाध्यता हुनेछौँ। त्यो सरकारले चाहिँ बाध्यता चाहिँ नल्याओस् भनेर हामी चाहिँ अहिले काठमाडौँमा चाहिँ कार्यक्रमको लागि यहाँ चाहिँ हामी आएको लगभग 1 महिना करिब भइसकेका छौँ। अहिलेसम्म हजुरहरूलाई वार्तामा बोलाएन सरकारले? फेरि पनि सरकारले वार्तामा बोलाएको छैन। अब उसले सरकारले वार्तामा बोलाएको छैन। अब वार्तामा चाहिँ बोलाउँछु भन्ने वातावरण चाहिँ छ, तर बोलाएको छैन। यो झुक्क्याउने काम चाहिँ सरकारले गरेको छ। सरकारले अन्तिम अवस्था सुन्नै पर्ने हुन्छ। यदि सुनेन भने लघुवित्तका कर्मचारीहरू, लघुवित्तका के भन्छ अफिसरलाई हामीले कसरी त्यसलाई प्रतिबन्ध लगाएर त्यहाँ चाहिँ तालाबन्दी गर्छौँ, आगो लगाउँछौँ, त्यहाँबाट हामी खेद्ने चाहिँ वातावरण गर्छौँ। हजुरहरूको बचतको कुरा पनि उठिरहेको सुनिन्छ कता कता। अनि हजुरहरूको बचत चाहिँ अहिलेसम्म लघुवित्तीय संस्थाहरूले फिर्ता नगरेको हो कि कस्तो हो? अहिले लघुवित्तले एकदम ज्यादतीमा एकदमै गल्ती गरेको छ। अहिले हाम्रो बराबर तपाईँको 1 लाख तपाईँको बचत छ भने उसको 20,000 रुपियाँ ऋण छ भने उसको 20,000 को ऋण चाहिँ उसले 24% लगाउने, 15% लगाउने। अनि हाम्रो 1 लाख को ऋण चाहिँ उसले के भन्छ भने अस्तित्व चाहिँ मानेको छैन। यो पनि त्यसले गर्दा के छ भने हाम्रो 20,000 रुपियाँ तिर्नु छ, 80,000 बचत छ भनेपछि उसले हाम्रो बचतलाई के भन्छ धेरै 80,000 को लागि कालो सूची बनाएको नि मान्छेलाई धम्की दिने प्रतिबद्धता के भन्छ लघुवित्त धेरै ठाउँमा गरेको छ। अब यस्ता लघुवित्तलाई पनि के भन्छ गाउँ गाउँबाट हामीले यसलाई पत्ता साफ बनाउनु पर्ने चाहिँ अब समय आइसकेको छ। भनेपछि हजुरहरूको माग लघुवित्तीय संस्थाहरूलाई खारेज गर्नुपर्छ भन्ने पनि हो? एकदम खारेज गर्नुपर्छ। किन खारेज गर्नुपर्छ भन्दाखेरि के भन्छ लघुवित्तीय भनेको विशेष गरी गाउँमा गएर के भन्छ गरिब दुखीलाई के भन्छ एकदमै सेवा सुविधा गरेर विभिन्न प्रकार चाहिँ लगानी गर्नु पर्यो। आज लघुवित्तीय भनेको विशेष गरी व्यापार हो, पैसाको व्यापार। पैसाले पैसा कमाउने हो। पहिला गएर जनतालाई गएर के भने गुडको डल्ला देखाए लघुवित्तका कर्मचारीहरूले। र अहिले चाहिँ इट्टाको डल्ला भनेको चाहिँ इट्टा लाग्यो भने टाउको पुड्छ। त्यसै चाहिँ धेरै मान्छेलाई चाहिँ इट्टाको डल्ला चाहिँ टाउको मारेर चाहिँ मार्ने काम धेरै भएको छ। म तपाईँलाई यो सुविधा दिन्छु, त्यो सुविधा दिन्छु भने दिदीबहिनी अनपढ दिदीबहिनीलाई चाहिँ भरमा पारेर चाहिँ ल्याप्टे लगाएका छन्। यो चाहिँ सरकारले चाहिँ अनिवार्य चाहिँ छानबिन गर्नै पर्छ भन्ने हाम्रो चाहिँ यो माग चाहिँ छ। धन्यवाद हजुरलाई। अरू केही छ भने हजुरले राख्न सक्नुहुन्छ।
जब तक हाम्रो माग पुरा हुँदैन तब असार मर्सदसम्म चाहिँ हामी सबै लगानी रोक्नेछौँ। जब जनताले के भन्छन् लगानी किस्ता तिरेन भने चाहिँ सरकारले के भन्छन् के गर्न सक्छ? जब तक हाम्रो माग त पुरा हुँदैन, असार मसन त आयो, पुस मसन त आयो, विभिन्न मसन त उनीहरूको आउने ठाए अनि जनतालाई पिर मर्का परेको चाहिँ सरकारले नसुन्दाखेरि अब सरकारलाई चाहिँ हामीले सिधै के भन्छन् सरकारसँग भन्दा पनि लघुवित्तसँग हाम्रो चाहिँ सिधै फाइट पर्छ। अब यो चाहिँ हाम्रो अन्तिम चाहिँ जब त लघुवित्तसँग हाम्रो फाइट पऱ्यो भने चाहिँ सरकारले ध्यान आकर्षण गर्ने पनि बाध्यता अन्तिममा आउनै पर्छ सरकारसँग। हस्, धन्यवाद हजुर।